उसलाई फोन गरेको थिएँ उहाँ आउँदै हुनुहुन्छ हामीलाई लिन ओके सिके हाई हेलो बस कहाँ छ यहाँ एउटा राम्रो क्याफे जाउँ न तेरे बिना जी नहीं सकता डु यु लभ म्याजिक ओके ओके लेट्स हेभ सम फन एकदम रमाइलो गर्नुपर्छ ओके तिम्रो लाइक फेभरेट हिरो को बलिउडमा साउथमा हु यु लाइक द मोस्ट को मनपर्छ भने मनपर्ने मान्छेलाई त त्यसै थाहा हुनुपर्ने त सोच्नुपर्छ धेरै मनपर्छ त्यही भएर को चाहिँ मनपर्छ भन न त ल कुन चाहिँ सबसे धेरै मनपर्छ बलिउडमा भने हैन बलिउड अथवा साउथ एज यु विश प्रवास मनपर्छ प्रभास जियो रे बाहु त्यसो भए म पनि मनपर्छ तिमीलाई मन पर्नु पर्ने हो गली गली तेरी लाज जली जियो रे बाहुबली हमारा रक्त ही महासेना है जय महिष्मते कौन है वो कहाँ से वो आया चारों दिशाओं में ठिक छ राम्रो लाग्यो कसरी 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 भन्ने गीत सुनेको कि छैन कहाँदेखि हो तिमी कहाँदेखि हो कहाँ बस्छौ म भक्तपुर बस्छु भक्तपुर हो ए नजिक रहेछ यार अब के होला त मैले म भन्छु फलो गरिहाल्छु है ल ल बाइ सी यू ल लट्स अफ लभ सी यू ओके बाइ बाइ हेलो गाइज दिस इज आवर जेन्युन के हुँदैन माइक चाहिँ फरक पर्दैन बिन्दास चलाउँदा हुन्छ ओके यो चाहिँ हाम्रो गाइज फोर्थ भिडियो है त ओमी टिभी टु रियल लाइफको फोर्थ भिडियो ओके थर्ड भिडियो चाहिँ हामीले सुट गरिसकेको छौँ ओके टर्न वाइज पालो आउँछ सबैजनाले आएको छ दाइ कहाँदेखि हो दाइ हजुरको घर मेरो घर बुर्जुधारा बुर्जुधारा ए ओके यहाँ अनि फ्यामिली सबै मेरो घरै ए ओके ठिक छ अनि गाइज हाम्रो भावना थापा मगर ओके उहाँलाई हामीले ओमी टिभीमा भेटेको थियौँ र उहाँलाई हामी प्रत्यक्ष रूपमा ओमी टिभी रियल लाइफको फोर्थ कन्टेन्ट ओके सी इज द फोर्थ कन्टेन्ट अफ आवर ब्लगको है गाइज है अनि हेरौँ अब रमाइलो हुँदै गर्छौँ हामी ठ्याक्क सातो बाटो कट्यौँ ऊ बस्ने चाहिँ भक्तपुर चिना भन्ने ठाउँमा रहेछ है एन्ड वी आर गोइङ ओभर देयर सो उतै गएर उसले चाहिँ पसल चलाउँदो रहेछ गाइज ओके सी हेभ हर ओन पसल ओके कपडा पसल रहेछ सी इज अ बिजनेस पर्सन भन्ने कुरा थाहा पाएको छु त्यो बाहेक मलाई अरू केही पनि थाहा छैन उसको फोटो थाहा छ उसको नाम थाहा छ र उसले के गर्छ थाहा छ त्यो बाहेक मलाई केही पनि थाहा छैन सो उसलाई अलिक धेरै बुझ्नलाई होइन के थाहा तिमीहरूको फ्युचर वाइफ भनेर लाइक तिमीहरूको फ्युचर भाउजू पनि पर्न सक्छ जे पनि हुनसक्छ थाहा छैन केटा हो कि नो वान हेभ सिन द फ्युचर होइन गाइज कसैले पनि फ्युचर देखाएको छैन नि त त्यो जे पनि हुनसक्छ ऊ राम्रै छ तर उसले मलाई देखेको छैन मलाई हिजो फोटो माग्दै थियो मैले उसलाई दिइनँ ओके किनभने त्यो एक्साइटमेन्ट नै हुँदैन के गाइज बुझेनौ त्यो एक्साइटमेन्ट हुँदैन नि त त्यो रमाइलो हुनुपर्छ एक्साइटमेन्ट हुनुपर्छ क्या जस्तै एउटा क्युरियोसिटी भइरहेको छ नि त अनि मैले डाइरेक्टली प्रत्यक्षमा डाइरेक्ट भेट्ने भनेर मैले फोटो पठाएन होला है त ल माया छ सबैजनालाई सी ओभर अब त्यहाँ पुगेर गरौँ होला है त यो चोक त सबैलाई थाहा होला गाइज है कोटेश्वर चोक है र यहाँबाट हामी टर्न लिन्छौँ हामी लाग्छौँ भक्तपुरतिर ओके अब हामी काठमाडौँ जिल्ला छोड्दैछौँ गाइज ओके हामी भक्तपुर जिल्लातिर लाग्दैछौँ यो चाहिँ धेरै अफिसियल भएको गाडी ठिक छैन ओके त्योभन्दा पनि आज चाहिँ के भएको थियो भने आज सिनेरियो के भयो भने मलाई मेरो आमाले होइन सङ्क्रान्ति आउँदैछ घर आउनु पर्दैन भनेर भन्ने कि 2 दिन बाँकी छ नि त घर आउनु पर्दैन भनेर 2 दिन कि 3 दिन बाँकी छ घर आउनु पर्दैन भनेर भन्नुभएको थियो अनि मैले के भने होइन मम्मी मेरो काम छ भने मम्मीले मलाई के काम छ भनेर सोध्नु भयो क्या अनि मलाई मम्मी केटी भेट्नु छ भनेर क्या मैले बुझेनौ केटा कस्तो सजिलो हुन्छ क्या इफ यु आर अ युट्युबर इफ यु आर अ टिकटकर होइन तिमीले घरमा प्राउडली भन्न सक्छौ क्या यु आर मिटिङ समवन फर द कन्टेन्ट गाइज ओके केटीहरूलाई तिमीले फ्रीली भेट्न पाउँछौ अरू होइन जस्ट फर कन्टेन्ट हो कि जस्ट फर कन्टेन्ट हो कि जे पाए त्यो सोच्ने जस्ट फर कन्टेन्ट हो कि ल अब चाहिँ सिधै भेट उतै भएको बेलामा डाइरेक्ट है त किनभने बाटोको धेरै ब्लग आई डोन्ट लाइक इट होइन गाइज किनभने नोइज हुन्छ पोल्युसन हुन्छ मजा आउँदैन स्वादमा गफ गर्दाखेरि स्वादमा फ्लड गरेको अहिले गएर क्याफेमा भेटेर टक्क बुझेनौ ओके रमाइलो लग्यो सो गाइज मैले उसलाई फोन गरेको थिएँ उहाँ आउँदै हुनुहुन्छ हामीलाई लिन ओके सिद्धार्थ ब्याङ्कमा सो उसको लोकेसन सिद्धार्थ ब्याङ्क रहेछ ल यो भक्तपुर के लेखेको छ ठाउँ ओके राम मन्दिर भन्दो रहेछ ओके गाइज उसको पसल नाम मन्दिरको लोकेसनमा छ ठ्याक्कै कहाँ भन्दाखेरि सिद्धार्थ ब्याङ्कबाट हामी टक्क डाइरेक्ट गरिदिन्छौँ यसको व्यापार पनि चल्नु पऱ्यो नि त गाइज होइन भिडियो कसले हेर्छन् जाने नटी जोकरको नाममा यसो हल्का फल्का अलिकति बढी डिस्काउन्ट पाउनुहुन्छ तपाईँहरूले है त ओके हाई हेलो बस कहाँ छ यहाँ एउटा राम्रो क्याफे जाउँ न यता कता क्याफे कता छ हुक्का क्लाउडवाला पाउनु पऱ्यो नत्र हुँदैन त्यहाँ हुक्का क्लाउडवाला हो कि नर्मल हो क्लाउडवालै रहेछ कसलाई लिएर आउनु
मेरो त्यो डेन्टलमा हल्का काम थियो कि त्यो पनि सकाउँछु अनि अब आएको बेला यसो कन्टेन्ट पनि बनाऊँ भनेर नि ठिक छ कताबाट जाने हो त्यो ओके सो मैले के ल्याउनु पर्ने चक्लेट के छैन म डेन्टलबाट निस्किहालेँ बिर्सेछु म त ठिक छ तर स्विट मान्छेलाई चक्लेट खाँदैन गाइज बुझेन ऊ त्यसै राम्री छ ऊ त्यसै स्विट छ गाइज ओके सी रियली हेभ अ क्युट स्माइल त्यसै सो गाइज यो रुफटप टाइपको रेस्टुरेन्ट यो रेस्टुरेन्टको नामै थाहा भएन के हो नाम थाहा छैन ओके त्यहाँ हामीलाई रेस्टुरेन्ट थाहा छैन नाम ओके हामी के देख्छौँ हामी यो मायाको कुचिनाहरू मात्रै देख्छौँ गाइज अरू के देख्दैनौँ यो क्याफे नयाँ रहेछ केटा हो है एक गतिथि मात्र सुरु रे अब के गर्ने त खाजा त खुवाउनु पऱ्यो फेरि हुक्का मात्र खुवायो भन्छ फेरि पछि टेन्सन हुन्छ मलाई यस्तै हो कि हल्का फुल्का चल्छ कि हामीले चाहिँ त्यता क्याफे अलिकति बन्द भयो नि त त्यही भएर हामी यता भक्तपुर तपाईँ स्क्वायरतिर आइदियो होप सो यहाँबाट कुन क्याफेमा जाने हो थाहा छैन खोज्छौँ हामी होटल इम्पायर एन्ड रुफटप रेस्टुरेन्ट रहेछ त्यहाँ अगाडि कुनै थाहा छैन तिमीलाई यहाँको कुनैमा पनि आएको छैनौ पहिले राम्रो सर्भिस लागेको टाइपको उता लोटसमा जाऊँ न त कुनमा लोटसमा लोटस चाहिँ गएको थिएँ ए ओके अनि हामी हिमालयन अगाडि लोटस छ होइन होला उतै लोटस भन्ने रहेछ क्या है उतै हेर त लोटस भन्ने रेस्टुरेन्ट हिमालयन जाबा पनि पाइन्छ कि जहाँ गएर कामै छैन त्यो घुका कफी खान किन जाने अन्त कामै छैन त्यो घुका पाइँदैन हुक्का चाहियो क्लाउडवालै चाहियो फेरि अर्को नर्मल हुक्का त्यहाँ पाइन्छ अर्को नर्मल हुक्का खायो भने चाहिँ पेट दुख्छ होइन फेरि लाइक टाउको दुख्छ टेन्सन लाग्छ सो क्लाउडवालै ठिक लाग्छ मेन मन्दिर यो हो नि कि यो हो तिनीलाई थाहा छैन होला यही होला त मेन बिचमा छ नि त गाइज यही त होला नि मेन मन्दिर कि गाइज भन त यो हो कि यो कमेन्ट हो कि ल नमस्तेमा चाहिँ अस्ति नै छिरे जस्तो लागेको थियो होइन कति चाहिँ लोटसमा जाउँ न छिरे अनि आफै म अस्ति नै कति मेबी एक को लागि इभेन्ट भएको थियो नि थाहा छ छैन है सो त्यसो थाहा नै छैन केही पनि उहाँ हिँड्दै हुनुहुन्न उहाँ यहाँ पसल चलाउनुहुन्छ तर उहाँलाई यहाँ केही पनि थाहा छैन गाइज सुन्यौ उहाँले पसल चलाउनुहुन्छ यहाँ तर उहाँलाई केही पनि थाहा छैन ओके भनेपछि तिमीलाई मैले लिएर आएको होइन यहाँ चाहिँ एकचोटि आएर चाहिँ मोमो खान त्यही पनि मिठो थियो ओके गाइज मोमो चाहिँ मिठो रहेछ तर मोमो खाने कि नखाने मोमो खासै पेट ढुस्स हुन्छ नि कहाँ हो माथि हो चाहिँ हजुर माथि गाइज हामी त्यसै डुब्लो झन् डुब्लो भयो गाइज गाह्रो छ हेर त गाइज योभन्दा पनि माथि अझै माथि जाने रुफटप छ हो ओपन छ हो रुफटप हेलो 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 नमस्ते हुक्का छ क्लाउडवाला खास सुरुमै सोध्दै अर्कै चाहिएको छैन बाहिर बस्ने हुन्छ ल ठिक छ अहिले बाहिर बस्ने तर हुक्का मलाई जस्तो लाग्छ अलिक धुवा यताउति भने भित्र जानुपर्छ ओके गाइज फाइनली वी आर अन रुफटप है कुन क्याफे लोटस क्याफेको रुफटपमा छौँ हामी है त भक्तपुर भ्युज त दामी छ यार केटा हेर्ने पो भ्यू त दामी छ यार हेर त त्यहाँको सनसेट हेर त दामी छ है हल्का फोटोग्राफीमा त थोरै इन्ट्रेस्टेड मान्छे नि म गाइज हेर्नु सनसेट क्या दामी होला तर अझै पनि कन्फ्युजन छ यो हो कि यो हो त मेन मन्दिर तर यो बिचमा यो छ यो मेन मन्दिर होला नि यही हो है त्यो त बिचमा छ त्यही भएर यही हो उहाँले कन्फर्म गर्नुभयो त्यो बिचको है मेन मन्दिर ओके ल कन्फर्म सो कमेन्ट गर्नु पर्दैन ल फाइनली सुरुमा चाहिँ के भन्नु अब थ्याङ्क यू भन्नु कि सरी भन्नु ल भनेर पसल छोडेर आयो के भन्ने ल भन सरी त्यो लाइक हजुरको टाइम अलिकति के भन्नु लाइक किनभने स्टाफहरू थिएन उसले तर सी क्लोजहरू पसल अहिले कति बजे अहिले कति बज्यो लगभग 5 बजे सी क्लोज लगभग 4:30 भनौँ न आधी घन्टा जति भयो हामी उताबाट आएको 4:30 बजीले क्लोज गरेर नर्मली उसको टाइमिङ भनेको 7 बजे भने नि हजुर 7 बजे टाइमिङ थियो तर उसले छिटो क्लोज गरेर गएछ ओके द्याट्स अ रेस्पेक्ट खुसी छु म आइम ह्याप्पी अनेस्टली भने त्यहाँदेखि आउनु भएको छ अनि त्यति त गर्नु पर्यो ओके त्यो पनि हो क्या अरे हामी पनि टाढाबाट आएको नि ठिक छ तर भाइ राम्रो छ र मन्दिर अगाडि
उता चाहिँ कस्तो धुलो छ क्या अब रोड बन्दैछ ठिक छ हल्का 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 हिँडेर आयो भने पनि वर्थ इट भयो गाइस अनेस्टली इट्स वर्थ इट त्यस्तै प्लेन चाहिँ यहाँ चढेर जानु मन चाहिँ छैन बाहिर नभएर यता बसिरह अहिले हो यता बिजनेस कस्तो छ राम्रो चलिरहेछ ठिकै छ सबहरू ठिक छ सो अनलाइन पनि गरिरहेको छौ कि हजुर। डेलिभरी अलि अनलाइन चाहिँ धेरै फोकस गर्ने धेरै चल्छ जस्तो लाग्छ कि मान्छेहरूले अनलाइनले लास्ट हेप्छ हेरेन र अनलाइन जस्तो बेस्ट केही पनि होइन हो कि नि। न घरबाट दिनुपर्छ होइन स्टोरेज राखेन भने पनि अनलाइन पेपर गरे पनि बवाल हुन्छ जस्तो लाग्छ मलाई त्यो प्लानिङ पछि के कस्तो भने सुरुमा एउटा अडियन्स क्रिएट गरौँ त्यसपछि त बिजनेसै गर्ने म चाडा क्याफे चलाएको थिएँ कि म चाहिँ क्याफे चाहिँ यहाँसम्म पुगेको स्टाफहरूले रोइदिएको मलाई चाहिँ दिक्क लगाएर होइन छोरा जसरी पाल्यो भने पनि स्टाफ चाहिँ आफ्नो हुँदैन यस्तै मलाई टिप्स तिमीले बिजनेस गर्दैछौ रेस्टुरेन्ट लाइन बिजनेस गर्दैछौ अथवा जुनैसुकै बिजनेस गर्दैछौ भने स्टाफलाई चाहिँ के गर भने पैसा देऊ काम गर सक्यो माया यताउति गरे त्यो क्लोजनेस चाहिँ गर्ने र काम पनि छैन तिमीले छोरी जसरी पाल त्यो पनि त्यो तिम्रो हुनेवाला छैन यति चाहिँ मेरो एक्सपिरियन्स अनेस्टली भनेको है यो चाहिँ मेरो भोगाइ जता नि त्यस्तै हो अनि त्यो चाहिँ भोगाइ नै हो क्या त्यो नहुने रहेछ स्टाफलाई चाहिँ एज अ स्टाफै ट्रिट गर्नुपर्ने होइन काइन्ड अफ हुन्छ नि त्यो एउटा ओनर र स्टाफ बिचको त्यो कनेक्सन एउटा त्यहाँ डर लाग्ने टाइपकै बनाउनु पर्ने रहेछ क्या त्यो धेरै क्लोज गऱ्यो भने टाउकोमा टेक्ने नै हुने नै रहेछ होइन यो चाहिँ मैले भोगेको कुरा अनेस्टली भने लाइफमा धेरै भोगाइ भएको छ यस्तै छ अझ फोटो भने रियलमा राम्रो म त देखेको थिएन के भन्ने धन्यवाद धेरै धेरै सो न्यु इयर पछि गएको थियो कि पोखरा कि अगाडि अस्ति भर्खर गएर आएको हो। हजुर किन स्याटरडे एक्लै आइपुग्यो अनि उसको साथीको फ्यान्सीले लिएर गयो भने आफ्नो फ्यान्सीसँग चाहिँ कहिले जाने आफ्नो फ्रेन्ड चाहिँ अब भएपछि जाने भएपछि जाने होइन भोलि गयो भने हुन्छ के छ बिचरा के छ गाइस के छ भोलि पोखरा ट्रिप हानिदिनुपर्छ क्या हो अनि पोखरा नजाने अरू ठाउँ जाने होइन पोखरा गएको नि त अस्ति भर्खर होइन मुस्ताक जाने नत्र बिजनेस गर्नुपर्छ गाह्रो छ गाह्रो छ फ्यान्सी बन्न चाहिँ के गर्नुपर्छ बन्न के गर्नुपर्छ फ्यान्सी बन्न चाहिँ के गर्नुपर्छ मलाई बनाउन मन लाग्नुपर्छ हो हजुरलाई मन लाग्नलाई चाहिँ लाइक के चाहिन्छ हजुरलाई उयो के वाट द थिङ यु सी अन इन बोइल सुरुमा हुन्छ नि झट्टै हेर्दाखेरि वाट यु सी त्यो कुराले हजुरलाई एट्र्याक्ट गर्छ केटाको थाहा नै छैन त्यो हुन्छ नि त लाइक काइन्ड अफ जे भयो भने कसैलाई हाइट मनपर्छ होइन कसैलाई फेस म्याटर गर्छ कसैलाई राम्रो ह्युम्यानिटी लाइक ह्युम्यान राम्रो गर्छ लाइक वाट यु लाइक के चाहिँ हेर्छौ त तिमी केटामा सुरुमा अनिस्ट अनुहारै मनपर्छ होला सुरुमा ओके सुरुमा फेसै हुन्छ किनभने अभियसली देखा हुँदैन चिना हुँदैन सुरुमा हेर्ने त त्यही होइन त्यसपछि एट्र्याक्ट भएर त्यसपछि गफ गर्नु जाने इट्स फाइन ओके आफ्टर द्याट वाट नेक्स्ट प्रोसेस के होला फेस तिमीलाई मन पर्नु पऱ्यो त्यसपछि के हेबिट ह्याबिट्सहरू आजकल त जेन्युन केटी पाउन एकदम गाह्रो छ हेर हो मेरो पनि भोगाइ हो होइन मैले अस्ति भर्खर त्यस्तै भएको थियो मेरो होइन आई वाज बिङ घोस्टेड के यसो ब्याडली के कस्तो भयो 5-6 महिनामा लगभग 5-6 वर्षपछि रिलेसनसिपमा बसेको 5-6 महिनाको लागि बसेँ अनि त्यो केटी मलाई यस्तो खतरा घोस्टेड होइन बिहेसम्म गर्ने कुरा भएको थियो कि मैले घरमा धरिक भनिसकेको थिएँ कि होइन काइन्ड अफ कस्तो भने म चाहिँ कस्तो भने अब काइन्ड अफ सी वाज द वान भन्ने टाइपको भाइमा आइसकेको थियो कि अनि वी टु टक अ लट नि त भेट्नै पर्छ भन्ने थिएन तर सडनली सी घोस्टेड मी अनि कस्तो भने त्यो रिजन थाहा छैन मलाई तर अब बुझ्न पनि मन छैन क्या मलाई चाहिँ के लाग्छ भने यतिसम्मको म्याच्योर भइसक्यो माइन्ड होइन माया गर्ने मान्छेले त्यस्तो गर्दैन होइन त्यो कुरा मलाई भइसक्यो त्यही भएर मैले छोडिदिइसकेँ तर एभ्रिथिङ ह्यापन्स फर अ गुड रिजन के थाहा अब फ्युचर जे नै हुनसक्छ है हिजो ठिक छ हिजोको कुरा नगरौँ के हुँदैन गर्दा हिजो बुढी नम्बर 1 थियो आज बुढी नम्बर 2 अब कन्फर्म बुढी नम्बर 4 चाहिँ हुन्छ थाहा छैन गाइस मलाई होइन हामी भेटै छु गाइस डोन्ट वरी अब अरू नि भेट्नु पर्ने होला छ 2जना जति भेट्नु बाँकी छ अझै 3-4 बाँकी नै छ तर यस्तो हो कि फेरि त्यो अरू जस्तो गफ गर्ने आउँदैन क्या मलाई सबबाट तिमी राम्रो लाग्यो भनेर म त्यो भन्न पनि सक्दिनँ म त्यो भन्ने टाइपको मान्छे पनि होइन गफ्दिन नि आउँदैन क्या टेन्सन त्यहाँ फेरि मलाई चाहिँ म चाहिँ अनेस्ट कुरा गर्छु जहिले होइन किनभने ट्रुथ भन्ने कुरा मनदेखि आफूलाई पनि थाहा हुन्छ नि त इफ आइम टेलिङ लाइ मलाई थाहा हुन्छ नि त म चाहेर पनि झुटो बोल्न मलाई चाहिँ मन लाग्दैन भाइ चाहिँ चिल रहेछ ठ्याक्कै सनसेट हेर्न पायो दामीवाला तिमीले अघि रेकर्ड देख्यो नि ठ्याक्कै टाइममा आयो हामी टाइममा आयो हेर त भाइ मिल्न थालिसक्यो एभ्रिथिङ टाइममा हुँदैछ गाइस पसल टाइममा बन्द भएन त्यो आफ्नै ठाउँमा छ होइन त्यसको वा टेन्सनै छैन ओके ठिक छ
ओके चाहिँ हामीले चाहिँ यही खाइरहेको अब तिमीहरूलाई खान मन भए आउने यहाँ लोटसमा मिठो छ है गाइज है अनेस्टली है फुड रिभ्यू इज गुड है मिठो छ नि